हे गाइज वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ मेरो यस्तो मान्छेसँगको भिडियो हुँदैछ जुन एकदमै हर्ट एकदम ठुलो भएको मान्छे हुनुहुन्छ उहाँ चाहिँ, अनि एकदमै रेस्पेक्टेड मान्छे हुनुहुन्छ उहाँ। मैले कसको कुरा गर्दैछु भन्ने कुरा सोच्दै हुनुहुन्छ भने तपाईँहरू, अभिनम बाजरा हो उहाँको नाम। अनि उहाँलाई चाहिँ नचिन्ने एकदम कमै हुनुहुन्छ होला, किनकि उहाँको भिडियोहरू एकदमै हर्ट टचिङ खालको हुन्छ। जस्तै एउटा यो भिडियो हेरौँ है त। कोही हुनुहुन्छ? कोही? ए नमस्ते। यो ठाउँलाई के भन्छ? म यहाँ घुम्न आएको थियो आज होइन। लामिटार चितवन जाने बाटो हो? चितवन जाने बाटो हो? ए म बिहानदेखि केही पनि खाएको थिएन कि होइन, अनि यहाँ घुम्न आएको थियो। पसल पनि मैले केही पनि देखेन, अनि मेरो पैसा पनि हराएको थियो क्या फेरि होइन। के खानु पाउँछ कि भनेर फेरि म हजुर हुन्छ। एक पोगा मात्रै चाउचाउ भयो भने पुग्थ्यो मलाई। हुन्छ ए हस्। ओ माई गड, दिदीको मन हेर्नु न कति सफा रहेछ। आफ्ना बालबच्चा भएको होला नभनी आफूसँग भएको चाउचाउ पनि दिनुभएको छ। होइन पानी त परेन, मैले के पनि खाएको थिएन कि बिहानदेखि के पनि भोकै थियो क्या। अनि यो कुन ठाउँ पुगेँ? भित्रभित्र सब जङ्गलतिर रहेछ यहाँ। यो हजुरको घर भयो होइन त्यसै यहाँ बसिरहनु भएको? ए हजुरको छोराहरू होइन? को बस्नुहुन्छ नि? 5 जना। श्रीमान भए पनि हो नभए जस्तै काममा त जानुहुन्छ तर पैसा त पठाउनु आउनु हुँदैन? कोही कोही बेलामा आउनुहुन्छ कोही बेला। ए कहिले कहिले मात्रै आउनुहुन्छ? ए धेरै गाह्रो रहेछ त्यसै। गाह्रो धेरै कारण हजुरहरू पुरै गाह्रो गरी बसिरहनु भएको रहेछ फेरि। गाह्रो पनि छ अनि खानु केही पनि भएको कि तपाईँलाई गाह्रो हुन्छ भयो कि छोडिनु? होइन बाबु यहाँतिर पसल नभएर मात्रै तपाईँले सानो मलाई सहयोग गर्ने कि भनेर हो होइन? ओहो दिदीको मन। यहाँ पालहरू कति धेरै रहेछ नि फेरि? कसरी के भएको? यो आफू भर्खर बाबु यो सबै अब के हुनु अब उता घर हो अगाडि आएर बोल्नु मिल्छ? मैले बुझेन सुनेन। अगाडि आउनु मिल्छ भनेको यहाँ मैले सुनेन कि के भन्नु? बस्नुहोस् न। के भयो भन्नुभएको? अब अस्तिको यहाँको स्याल पनि बसेको थियो। स्याल यता भित्रै हजुर यहीँ सुत्नुहुन्छ? यही सुत्छ चारजना पार्ने यही सुत्छ ए अनि त्यहाँबाट स्याल पनि बस्यो। त्यहीबाट कुखुरा पनि थियो, कुखुरालाई नकाटेर स्याल सबै यतै अब कुखुरा पनि ए को हुनुहुन्छ नि उहाँ चाहिँ? उता गाउँकै ए यहाँ भर्खर यहाँ घर आएको नि अलिकति पुरै यो भासिन ला जस्तो देखियो कि फेरि है? पानी पऱ्यो भने त पुरै भासिन्छ नि यो त। त्यही त पानी पऱ्यो भने त तपाईँहरू त गाह्रो गरी बसिरहनु भएको रहेछ है? ए त्यही त निकै गाह्रो रहेछ तपाईँहरूलाई त। अनि पैसाहरू चाहिँ कहाँबाट आउँछन् तपाईँहरूको? अनि श्रीमान त अनि आउनुहुन्न भन्नुभयो तपाईँले त्यस्तो। मेला पनि छैन। तपाईँले के काम गर्नुहुन्छ? मेला कोही बेला त्यो मान्छेहरू बर्थडेहरू हुन्छ त्यसमा काम गर्न जान्छ। कोही बेलामा त्यो भयो त्यतिकै कोही पैसाहरू खोजेर खान्छ, कोही बेला कोही भोक त्यति बस्छ। त्यही त म यहाँ आज घुम्न आएको थियो अनि भोक लागेको थियो क्या, अनि तपाईँले खुवाउनु भयो। तपाईँले फेरि गाह्रो त परेन तपाईँहरूसँग? तपाईँहरूसँग पनि छ कि छैन चाउचाउहरू फेरि तपाईँहरूले खानलाई? फेरि एउटा मात्र? तपाईँहरूले गाह्रो परेको रहेछ होइन? अनि तपाईँहरू लिनुहोस् हजुर नै खानु। म सानो यहाँ सामाजिक परिचय एउटा गर्न आएको थिएँ कि तपाईँहरूले दिनुहुन्छ कि हुँदैन भनेर होइन? तपाईँहरूले दिनुभयो, खुसी लाग्यो मलाई त्यो होइन। म खाएर आएको हो होइन, सानो सामाजिक परिचय गरिरहन्छु कि म चाहिँ भिडियोहरू बनाएर हान्छु। अनि तपाईँहरूले दिनुहुन्छ कि हुँदैन भनेर तपाईँले झन् उल्टै पानी पनि दिनुभयो खान्छ भनेर होइन, चाउचाउ पनि दिनुभयो। तपाईँहरूलाई गाह्रो भएको थाहा छ, त्यो पनि तपाईँहरूले दिनुभयो मलाई। एउटा मानवताको हिसाबले तपाईँहरूको मनमा अझै मानवता अझै छ होइन, सेवा धर्महरू छ रहेछ। धेरै खुसी लाग्यो मलाई। कोही तपाईँले मलाई चिन्नु हुँदैन, मैले तपाईँ चिन्नु हुँदैन, त्यो पनि तपाईँले मलाई दिनुभयो नि त चाउचाउ खाऊ भनेर भोक लागेको मान्छेहरू होइन। त्यस्तो मान्यता छ होइन, म नखाने के पनि नखाने।
म चाहिँ यहाँ अलिक गाउँघरतिर आज घुम्न आएको थिएँ कि म चाहिँ होइन। अनि म चाहिँ यहाँ तपाईँहरूकोमा आज छिरेको थियो। मलाई यो यस्तो यस्तो धेरै नै समस्या रहेछ तपाईँहरूको, धेरै दुःख लाग्यो मलाई। यो त अनि पानी पऱ्यो भने त सबै जान्छ त, पानी पऱ्यो भने त पानी सबभित्र आउँछ। तपाईँहरू यहीँ सुत्नुहुन्छ भन्नुभयो, यस्तो गाह्रो गऱ्यो। अब नानीहरूलाई निकै गाह्रो हुन्छ नि त यसरी त। फेरि स्याल आयो भन्नुभयो तपाईँले है भित्र। सर्प आएको थियो। अनि फेरि यही नानीले बुइमा बोकेर उठेर ढोडा उठेर बस्नु सबैजना उठेर बस्यो नि गाह्रो रहेछ है सानो केही चाहिँ गरिदिन्छु हजुरहरूलाई होइन, मैले सक्ने जति। अरू भन्दा पनि यो छोरी मान्छे हुँदाखेरि यस्तै हो कि जस्तो लाग्छ। होइन त्यस्तो होइन, समस्या सबैको हुन्छ है। मैले सक्ने जति सानो चाहिँ 1 2 3 4,000। तपाईँले नि काम गर्नु हुँदैन भन्नुभयो त्यस्तो होइन, पैसा पनि त्यस्तो आम्दानी छैन भन्नुभयो। अनि खानाहरू चाहिँ सबै चामलहरू कस्तो? उसले के अरे सबै केही पनि थिएन, चामल 1 बोरा उयो तेल 2 प्याकेट दियो। कसले दिएको? दिएको कि किनेर? दिएको। ए दिएको? त्यही त धेरै समस्या रहेछ तपाईँहरूको यहाँ। मेरो तर्फबाट सानो 4,000 रुपियाँ होइन तपाईँको लागि। लिनुहोस् सानो, तपाईँले मलाई सहयोग गरिदिनु भयो भने मलाई भोक लागेको छ। हेर्नु होइन भने तपाईँले भोक लाग्छ भनेर मलाई दिनुभयो, एउटा मानवताको हिसाबले हो कि होइन भन्नु त। लिनुहोस् न तपाईँको लागि है। तपाईँले एकदम अप्ठ्यारो गरेर बच्चाहरूको लागि भयो नि होइन, यो सानो एउटा मेरो तर्फबाट खुसी बाँडेको भनौँ न है। सानो रकम हो होइन, तर एउटा मानवताको हिसाबले नि एउटा सानो होइन, तपाईँहरूले मलाई सहयोग गर्नुभयो, म नि के खुसी बाँडु भनेर हो तपाईँहरूलाई। हेर्नु नानीहरू भर्खरै सानै छ होइन, बाबु पनि सानै छ। हजुरले हेरिरहनु भएको सबै बच्चाको भविष्य देखाएको भन्ने कहिले पनि हुँदैन। बाबु अब के घरको श्रीमान त्यस्तै जहिले पनि कोही खाएर हिँड्छ, घरमा पनि पढाउँदैन धेरै। अस्ति पनि एकचोटि आयो। सबै तपाईँले हेरिरहनु भएको रहेछ अहिले यहाँ। घरको अवस्था पनि मलाई निकै गाह्रो छ। नानुहरूलाई धेरै गाह्रो त नानुहरूलाई हो कि फेरि होइन। बाबु नानु भर्खरै सानै छ, बुझ्ने के पनि भएको छैन अहिलेसम्म होइन त्यस्तो। बाबु सुतिरहेको रहेछ। म अझै सहयोग गरिदिन्छु पछि एकचोटि आएर होइन। म आज घुम्न मात्र आएको थियो, तपाईँहरूको दुःख यस्तो देखेर मलाई पनि नराम्रो लाग्यो। होइन त्यस्तो होइन, त्यस्तो नभन्नुहोस्। सबैलाई गाह्रो हो होइन, मलाई मेरो ठाउँमा आफ्नै गाह्रो हो, तपाईँलाई पनि तपाईँको ठाउँमा गाह्रो हुन्छ होइन। त्यही हो है। म अर्को पालि फेरि आउँछु नि त। हस् जान्छु, धन्यवाद है। राम्रोसँग बस्नुहोस् ल। हस् है, हस् नरुनुहोस् दिदी है, नरुनुहोस्। केही तपाईँहरूलाई सानो खुसी त भयो नि होइन है। ल म जान्छु नि। ओ माई गड, दिदीको मन देखेर धेरै खुसी लाग्यो। अनि दिदीको अवस्था देख्दा चाहिँ अलिकति दुःख पनि लाग्यो। दिदीको लाइफमा भगवान बनेर जानुभएको दाइ, उहाँलाई चाहिँ एकदमै धेरैभन्दा धेरै धन्यवाद। दाइले चाहिँ जति सक्दो सहयोग गर्नुभयो, अनि फेरि आउने बाचा गरेर दाइ चाहिँ फर्किनुभयो। अझै यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है तपाईँहरूले चाहिँ।